हेलो नमस्ते गाइस। आज चाहिँ म एउटा काम देखाउँछु तपाईहरुलाई। मेरो मम्मी चाहिँ आज बिहान 6 बजेदेखि अहिले 11 बजेसम्म चाहिँ एउटै काम गर्दै हुनुहुन्छ हैन। म चाहिँ 10 चोटि आयो होला मम्मीले बोलाउन, तर घर आउनु भएन। मलाई भोक लागिसक्यो, भात खान नै आउनु भनेर पनि मान्नु भएन। के गर्दै हुनुहुन्छ भनेर म आएँ हैन। अहिले चाहिँ यहाँ चाहिँ यो चाहिँ टमाटरको बोटहरु चाहिँ भएको रहेछ हैन। यो भित्र चाहिँ झारहरु उम्रेको रहेछ। यो चाहिँ घाँस झारहरु उम्रेको चाहिँ सबै फालेर मम्मी चाहिँ आफ्नो काम गर्दै हुनुहुन्छ। यति मेहनत गर्दै हुनुहुन्छ। यो चाहिँ डोरी टमाटर झुन्डाउनको लागि चाहिँ गर्नु भएको हैन। यो चाहिँ यसरी झुन्डाउनु भएको चाहिँ ग्रीन हाउस भित्र चाहिँ मम्मीले चाहिँ एकदमै दुःख गरेर बनाउँदै हुनुहुन्छ हैन। म मम्मीलाई पनि देखाउँदै छु के गर्दै हुनुहुन्छ है। सकिएको मम्मी? म 10 चोटि आयो होला बोलाउन, तै पनि मम्मी आउनु भएन। यसरी काम गर्दै हुनुहुन्छ। मेहनत चाहिँ बढी गर्नुहुन्छ, बढीको बढी। यति मेहनत गर्यो भने मम्मीले लोकसेवा पनि पास गर्नुहुन्थ्यो सायद। यतिको मेहनत चाहिँ पढाइमा गरिदिएको भए मम्मीले त्यति बेला सायद पास भइसक्नुहुन्थ्यो। केही छैन, यतिको घरको काम पनि गर्नु पर्यो एकजनाले। हाम्रो मम्मी चाहिँ एकदमै इनर्जेटिक हुनुहुन्छ अनि मेहनती पनि हुनुहुन्छ, डिसिप्लिन पनि हुनुहुन्छ, अनुशासित पनि हुनुहुन्छ। हाम्रो घरको सबैभन्दा मुख्य मान्छे मम्मी हो। मम्मी चाहिँ काम गर्न चाहिँ हिचकिचाहट गर्नुहुन्न, एकदमै प्यासनेट हुनुहुन्छ काम गर्नुमा चाहिँ। काम पनि मजाले गर्नुहुन्छ। यो चाहिँ मम्मीले गरेको टमाटरमा गरेको मेहनत हो है। कतिको फल छ, यो चाहिँ फलिसकेपछि पनि म एउटा भिडियो बनाउँछु। मम्मीले लगाएको बोटहरुमा चाहिँ कतिको टमाटर फल्छ। योभन्दा अघिल्लो पटक पनि फलेर हामीले त्यो टमाटर बेचेर खाएर पनि सकिसक्यौं। एकदमै धेरै फलेको थियो। यो चाहिँ सेकेन्ड लट हो। यो चाहिँ सेकेन्ड लट हो मम्मी। फर्स्ट पटक बनाएर टनेलमा 25,000 बनाया। ओ माय गॉड, आफैले फर्स्ट चोटि, दोस्रो चोटि भएन, तेस्रो पटक थोरै भए टमाटर। यो तेस्रो पटक हो? यो तेस्रो पटक। ए 25,000 कमाएर कहाँ राख्नु भयो? बैंकमा राख्नु भएको छ कि? बैंक खाता खोलेर मैले बैंकमा राखेको। ओहो, छोराछोरीलाई कतिको दिनुभयो? छोराछोरीको पढाइ लेखाइमा खर्च गर्नुभयो कि भएन यो पैसाले? केटाकेटी छोराछोरीलाई पढाइमा खर्च गरे, आफूलाई साबुन तेल चाहिएकी बेला ल्याएर झिकेर। ओहो, आफ्नो लागि साबुन तेल, घरको लागि घरैसी सामानको लागि चाहिँ आफै गर्नुहुन्छ त्यसो भए? सबै आफै गर्छु। तरकारी लगाएर बाख्री पालन गरेको छ। यहाँ बारीमा लाग्न पाउँदैन, बाख्री पालनमै भुलिएकी छु। बाख्रा पालनमा चाहिँ कतिवटा बाख्रा पाल्नु भएको र? बाख्रा 25 वटा थियो। अब बिक्री गरी गरी मैले बैंकमा खाता खोलेर बैंकमा राखेँ, बचत गरेर पुरुषको हात नथापेर आफूलाई एक्लैले कमाउँछु र घरको जग्गा हेर्ने काम अनि बारीको तरकारीदेखि अनि बाख्रा पालन अनि गाई पालन सबै गरेर हैन, यत्रो काम गरेर कसरी भ्याउनुहुन्छ एक्लैले? अब किर्सानी मान्छेले नगरौँ भने हुँदैन, गर्नै पर्यो। अब सक्ना अनुसार गर्नु पर्यो, नसकेको रहला। अनि आफूलाई खाने जुगरा गर्नु पर्यो। छोराछोरीले कतिको सघाउँछन् काममा? कहाँ छन् छोराछोरी अहिले? के गर्दैछन्? छोरीले फर्स्ट चोटि नाम निकासेर हुम्ला सरुवा भइकन हुम्ला जागिर खाँदी छ। हजुर। छोरो काठमाडौँ पढ्दैछ, सेकेन्ड परीक्षा। सेकेन्ड परीक्षा होइन, एचए पढिरहेछ हैन भाइले चाहिँ? एचए पढिराखेको छ, एचएमा भर्ना गरेको छ छोरालाई। अनि कान्छो भाइ चाहिँ? कान्छो अब एसी दिन्छ। अब नाम निकास्छ कि निकास्दैन, अब खै कन्फ्युजै छ। ओहो, कन्फ्युज छ हैन। तर भाइ पनि पढाइमा चाहिँ एकदमै राम्रै छ। जे होस् पढाइ चाहिँ राम्रै गर्छ भन्ने हामीलाई लागिरहेछ। मम्मी चाहिँ जे होस् काममा चाहिँ घरको चाहिँ सबै मम्मीले धानेर हैन, हाम्रो मम्मीले चाहिँ सबै काम गरेर अहिले हामीलाई पनि सजिलो भएको छ। किनकि म चाहिँ मम्मीको जेठो छोरी हो। म चाहिँ भिडियो बनाइरहेको छु। मम्मीको यतिको मेहनतलाई चाहिँ मैले हैन किन खेर फाल्ने भनेर एउटा भिडियो स्वरूप हैन तपाईहरुमाझ पुर्याए। यो भिडियोलाई तपाईहरुले कमेन्ट
लाइक गरिदिनु होला अनि मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। मम्मी चाहिँ अब काम त सकाउनु भयो, म चाहिँ मम्मीलाई खानाको लागि बोलाउन आएको खासमा। अनि मम्मीको मेहनत देखेर भिडियो बनाउन मन लाग्यो, मनदेखि नै यति मेहनत गर्नुभएको छ होइन। मम्मीको यो मेहनत पछाडि चाहिँ बुवाको पनि हात छ। बुवा चाहिँ अहिले अफिसमा हुनुहुन्छ अनि मम्मीले चाहिँ घर धानेर बस्नुभएको छ। एज अ हाउसवाइफ एकदमै राम्रो काम गर्नुहुन्छ मम्मीले चाहिँ। अनि छोराछोरीलाई पनि यो काम गरेको बापत यो पैसाहरू चाहिँ पठाइदिनुहुन्छ होइन। खुसी लाग्छ जस मम्मीले चाहिँ यसरी बाँधेर राख्नु भएको छ। यो चाहिँ माथिबाट डोरीले यसरी बाँधेर तलपट्टि राख्नु भएको छ। अब घर जाने कि नजाने मम्मी? अब घर जाने, खाना खाने, त्यसपछि अब बाख्रीको पालन गरे वनतिर जानै पर्यो। बाख्रा हेर्न जानुहुन्छ? चराउन जान्छु अब। कतिवटा बाख्रा छन्? बाख्रा 19वटा। 19वटा बाख्रा। एउटा बोका छ, बाख्रै बाख्रा छ। अब तिनीहरू पनि ब्याउने भएको छ होइन। ब्याउने भएर अब चाहिँ फेरि उनीहरू ब्यायो भने चाहिँ हाम्रो 19वटा बाख्रामा अब हाम्रो चाहिँ 18 दुनी ठ्याक्क डबल हुने भयो हाम्रो बाख्रा चाहिँ। मम्मीले चाहिँ सबैतिर नभ्याइ गरेर पनि यसरी मेहनत गर्नुभएको छ। बाई बाई छोरी, घर जाऊ। बाई बाई। अब चाहिँ हामी चाहिँ घर जान आँट्यौँ, मम्मी र म दुईजना मिलेर। अब चाहिँ म चाहिँ मम्मीलाई फलो गर्दैछु। मम्मीको फेरि यहाँ घाँस छ, घाँस पनि लिनुपर्ने छ। आज चाहिँ यो नलहरू सबै बाँधेर यो पनि सबै मम्मीले गर्नुभएको। अनि यो चाहिँ खेत बाबाले जोत्नु भएर गहुँ छर्नु भएको छ। गहुँहरू छरेर पनि सकाइसक्नु भएको छ। अब चाहिँ यहाँ थोरै नल छ, यो नल लिएर हामी घर जान्छौँ। यो ग्रिन हाउसमा चाहिँ 25,000 को टमाटर फलाइसकेर पनि फेरि यो चाहिँ तेस्रो लटमा चाहिँ अहिले अलिअलि टमाटर छ। यो पनि फल्छ भन्ने होप छ हामीलाई चाहिँ। मम्मीलाई फलो गरेँ मैले चाहिँ। यो घाँस पनि लिनुपर्ने हो मम्मी? यो घाँस सबै घाँस घर लिनुपर्ने हो? गोरुलाई मम्मी चाहिँ यसरी घाँस रेडी पार्दै हुनुहुन्छ घर लानलाई। म पनि हेल्प गर्छु मम्मीलाई। मलाई चाहिँ यसरी बाँध्न आउँदैन, त्यही भएर मम्मीले चाहिँ बाँध्नुहुन्छ। म चाहिँ बोक्न सहयोग गर्छु एकछिनमा।